ओके ल आजसम्म चाहिँ अर्को क्वेसन लिएर आएको छु मैले। यो क्वेसनमा चाहिँ हामीलाई के गरेको छ, दुईटा क्वेसन छ। एउटा चाहिँ यो छ हैन, यो क्वेसनमा हामीले चाहिँ यसको चाहिँ म्याग्नेटिजम प्रेडिक्ट गर्न भनेको छ र अर्को चाहिँ यो क्वेसन चाहिँ हाम्रो इलिजिबलको एमसीक्यूमा थियो। अब यसको म्याग्नेटिजम प्रेडिक्ट गर्नको लागि तपाईले जान्नुपर्ने बेसिक कुरा भनेको जब चाहिँ हाम्रो डी इलेक्ट्रोनहरुको संख्या छ त्यहाँ चाहिँ डी इलेक्ट्रोनहरु अनपेयर हुन्छन् तब चाहिँ के हुन्छ त हाम्रो प्याराम्याग्नेटिजम हुन्छ र डी इलेक्ट्रोनहरु जब हाम्रो पेयर आउँछ तब चाहिँ के हुन्छ त हाम्रो डायम्याग्नेटिजम हुन्छ। यो भनेको बेसिक कन्सेप्ट तपाईले जान्नुपर्ने सल्भ गर्नु पर्दा। अब तपाईले कतिवटा इलेक्ट्रोनहरु छ अनपेयर छ कि पेयर छ भन्ने कुरा निकाल्न चाहिँ जो Fe को त के निकाल्नु पर्ने हुन्छ, अक्सिडेसन स्टेट निकाल्नु पर्ने हुन्छ। त अक्सिडेसन स्टेट पहिला निकाल्नु पर्यो, अक्सिडेसन स्टेट निकालेर काम गर्नुपर्ने हुन्छ। अब पहिला अक्सिडेसन स्टेट निकाल्नलाई x sin को त -1 हुन्छ अनि -6 भयो, x -6 = भयो त 4 -4 भयो। यहाँ चाहिँ x अक्सिडेसन स्टेट कति आयो त, x अक्सिडेसन यहाँ कति आयो +2 आयो। यसको अर्थ के हो त, हाम्रो Fe ले चाहिँ दुईटा इलेक्ट्रोन लुज गरिसकेको छ। यो कुरा चाहिँ हामीलाई यहाँबाट थाहा हुन्छ। अब के गर्नुपर्ने हुन्छ त, हामीले चाहिँ Fe को चाहिँ पहिला चाहिँ हामीले कन्फिगरेसन लेखौँ। Fe को हाम्रो नर्मल कन्फिगरेसन आइरन को लेखौँ हैन। आर्गन भयो, आर्गन अनि त्यसपछि 3d र 4s हुन्छ हैन। यसमा चाहिँ दुईटा इलेक्ट्रोन बस्छ अनि चाहिँ हाम्रो चाहिँ यसमा 18 वटा भयो, 20 वटा भयो, 26 हुन्छ किनकि हाम्रो कति नम्बरमा पर्छ त आइरन 26 नम्बरमा पर्छ, 26 वटा इलेक्ट्रोन हुन्छ। भनेपछि हामीलाई के थाहा भयो त, डी इलेक्ट्रोनमा चाहिँ पहिला कतिवटा इलेक्ट्रोन थियो, 6 वटा नै थियो र यसबाट दुईटा इलेक्ट्रोन के गरिसकेको छ, Fe ले लुज गरिसकेको छ। यसको अर्थ अब रहेको इलेक्ट्रोन चाहिँ 6 वटा नै छ। भनेपछि 6 वटा इलेक्ट्रोनको हामीले चाहिँ कन्फिगरेसनको डी ऑर्बिटल बनाऊँ। यस्तो थियो, दुईटा, तीनटा, 4 वटा, 5 वटा, डी सबसेलमा त 5 वटा ऑर्बिटल हुन्छ। अब 6 वटा थियो भने पहिला हामीले कसरी इलेक्ट्रोनहरु फुलफिल गर्थौं त, पहिला 1 घण्टा भर्दै जान्छौं हैन, लास्टमा आएर भर्छौं, यो हामीलेसम्म गरेको अहिले ठीक छ। तर यहाँ हामीले लिग्यान्डलाई काउन्ट गरेका छैनौं। यो भनेको Fe कन्फिगरेसन त के को हो त, Fe+2 को त हो। तर यहाँ लिग्यान्डको अप्रोचमा कुरा फेरिन्छ। के हुन्छ भनेसी लिग्यान्ड पनि दुईटा प्रकारको हुन्छ, एउटा स्ट्रङ फिल्ड लिग्यान्ड हुन्छ, अर्को वीक फिल्ड लिग्यान्ड हुन्छ। र स्ट्रङ फिल्ड लिग्यान्ड छ भने के हुन्छ भन्दाखेरि पेयरिङ हुन्छ के, स्ट्रङ फिल्ड लिग्यान्ड छ भने पेयरिङ हुन्छ र इलेक्ट्रोनहरु पेयरिङ हुन जान्छन् र वीक फिल्ड लिग्यान्ड छ भने पेयरिङ के हुन्छ, हुँदैन। अनि हाम्रो अब वीक फिल्ड लिग्यान्ड र स्ट्रङ फिल्ड लिग्यान्ड भन्ने कुरा पनि चिन्न पर्दो रहेछ। अनि अब चाहिँ हामीले तपाईले सिम्पली बुझ्नु पर्दा चाहिँ हाम्रो फोस्फरस हुन सक्छ हैन, फोस्फरस अनि नाइट्रोजन, कार्बन यी भएका चाहिँ हाम्रो लिग्यान्डहरु जनरली स्ट्रङ फिल्ड लिग्यान्ड हुन्छ। यसको लागि तपाईले चाहिँ स्पेक्ट्रोकेमिकल सिरिज भन्ने हेर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ तपाईलाई लिग्यान्डको चाहिँ स्ट्रेन्थको बारेमा त्यसबाट थाहा पाउन सक्नुहुन्छ। र कमन हेर्ने भन्दा साइनाइड हुन्छ हाम्रो सबभन्दा स्ट्रङेस्ट लिग्यान्ड, त्यसपछि हाम्रो कार्बन मोनोक्साइड, त्यसपछि नाइट्रो, यो चाहिँ के हुन्छ हाम्रो स्ट्रङ फिल्ड लिग्यान्ड हुन् हैन। र स्ट्रङ फिल्ड लिग्यान्ड हुँदाखेरि के हुँदो रहेछ त, हाम्रो पेयरिङ हुँदो रहेछ। ल यहाँसम्म ठीक छ। अब पेयरिङको कुरा गरौँ भनेपछि यहाँसम्म यो चाहिँ हाम्रो के छ, अहिलेसम्म रङ छ किनकि हामीले यहाँ लिग्यान्डलाई काउन्टर गरेकै छैन। अब फेरि भनौँ लिग्यान्ड आउँदाखेरि कस्तो हुन्छ भन्ने कुरा चाहिँ हामी हेर्छौँ। ल 5 वटा बनाइहालौँ, या 2टा, 3टा, 4 वटा र 5 वटा। भनेपछि मैले चाहिँ पेयरिङ हुन्छ भनेको थिएँ। अब पेयरिङ भनेको के हो त बुझौँ। अब यहाँ चाहिँ हामीले 5 वटा इलेक्ट्रोनमा भर्ने हो, तर यहाँ स्ट्रङ फिल्ड छ भने हामीले 3टामा मात्रै भर्न पाइन्छ। यो कुरा याद गर्नुपर्ने कुरा, 3टामा मात्रै भर्न पाइन्छ र अरु इलेक्ट्रोन जो यहाँ जाने इलेक्ट्रोन थियो त्यो गएर यहाँ पेयर हुन्छ, त्यही भएर पेयरिङ हुन्छ भनेको। अनि अघिसम्म हामीले कसरी भरेछौँ, एउटा यहाँ भर्यौँ, एउटा यहाँ भर्यौँ, एउटा यहाँ भर्यौँ, अर्को त यहाँ भरेका थियौँ हामीले, तर अहिले यहाँ भर्न पाइएन किनकि साइनाइड छ हाम्रो लिग्यान्ड। साइनाइड चाहिँ के हो, स्ट्रङ फिल्ड लिग्यान्ड हो। त्यही भएर अब के गर्नु पर्यो, यसलाई यहाँ भर्नु पर्यो र यसलाई यहाँ भर्नु पर्यो र यसलाई यहाँ भर्नु पर्यो। ल अब हेर्नुस् त, ल अब त यो त कम्प्लिटली फिल्ड भयो त, यो त प्योर इलेक्ट्रोन भयो त, यो त हाम्रो प्योर इलेक्ट्रोन भयो त। फेरि प्योर इलेक्ट्रोन छ भने के हुन्छ त, हाम्रो डायम्याग्नेटिक इन नेचर हो। यो चाहिँ हाम्रो के भयो त, डायम्याग्नेटिक इन नेचर भयो। र भनेपछि यहाँ चाहिँ के थियो त, हाम्रो
अनपेयर थियो भनेपछि यो चाहिँ प्याराम्याग्नेटिक देखिन्थ्यो तर हामीले लिग्यान्डलाई काउन्ट नगरेर यो हाम्रो रङ एप्रोच भयो हामीले लिग्यान्डलाई काम गर्यौँ हैन लिग्यान्ड स्ट्रङ छ भनेपछि हामीले तीनटै अर्बिटलमा मात्रै भरेर पेयरिङ गर्यौँ पेयरिङ गर्दाखेरि के देखियो त यो त कम्प्लिटली फिल्ड देखियो त्यही भएर यो के भयो त हाम्रो डायम्याग्नेटिक इन नेचर भयो यो भइहाल्यो अब चाहिँ हामी जान्छौँ यसमा नि त्यही कन्सेप्ट छ अहिले चाहिँ हामीले अलि डिटेल कन्सेप्ट दिएको थियो त्यही भएर चाहिँ अलि बेर लागेको थियो यो चाहिँ हामीले फटाफट गरि नै हाल्छौँ अब यसको पनि के गर्ने अक्सिडेसन स्टेट निकाल्ने x - 6 = -3 यहाँ त x भ्यालु कति आउँछ त यहाँ चाहिँ x भ्यालु कति आउँछ x - 6 = -3 गर्दाखेरि x भ्यालु कति आयो त हाम्रो +3 आयो हैन x भ्यालु हाम्रो +3 आयो हैन +3 छ भने तीनटा इलेक्ट्रोन लुज गरिसक्यो अब पहिला यसको कन्फिगरेसन कस्तो थियो त आर्गन फरेस्ट 2 त भइहाल्यो हैन 18 वटा थियो यसमा त 27 नम्बर पर्छ 7 वटा इलेक्ट्रोन थियो यससँग दुईटा इलेक्ट्रोन चाहिँ यहाँ त लुज गर्यो हैन एउटा इलेक्ट्रोन यहाँ त लुज गर्यो तीनटा इलेक्ट्रोन लुज गर्यो अब कतिवटा इलेक्ट्रोन छ यहाँ त दुईटा लुज गर्यो यहाँ चाहिँ एउटा लुज गर्यो अब त 6 वटा इलेक्ट्रोन छ यससँग 6 वटा इलेक्ट्रोनलाई कन्सिडर गरेर हामीले चाहिँ बनाउनु पर्यो हैन र अब के पनि हेर्नुपर्छ भनेको थिएँ मैले हामीले लिग्यान्ड पनि हेर्नुपर्छ भनेको थिएँ यहाँ लिग्यान्ड चाहिँ के छ फ्लोरिन चाहिँ के हो त विक फिल्ड लिग्यान्ड हो विक फिल्ड लिग्यान्ड छ भने पेयरिङ हुन्छ त हुँदैन भनेपछि हामीले 5 वटा अर्बिटलमा भर्नु पर्यो एउटा दुईटा तीनटा 4 वटा 5 वटा 6 वटा अनपेयर इलेक्ट्रोन कतिवटा यहाँ एउटा भयो यहाँ एउटा भयो यहाँ एउटा भयो यहाँ एउटा भयो 4 वटा चाहिँ के रहेछ त अनपेयर इलेक्ट्रोन रहेछ भनेपछि आन्सर चाहिँ हाम्रो के हुन जान्छ नम्बर 4 हुन जान्छ हाम्रो आन्सर